हेलो गाइज वेलकम बैक टु माई च्यानल। आज हाम्रो घर मोमो बन्दैछ। लागि चाहिँ मम्मीले त्यहाँ लसुन र अदुवा छिल्दै हुनुहुन्छ अनि मैले चाहिँ यहाँ प्याज काटेको छु मसिनो गरेर। अब हामीले चाहिँ किमा के गर्छौँ ल भन त। किमा के गर्छौँ मिक्स गर्दा मसलाहरुमा मिक्स गर्छौँ। ल अब हामीले अहिले एकछिनमा हजुरहरुलाई मोमो बनाएको देखाउँछौँ। देखाएर ठुलासम्म सबैले काम गर्छन्। हेर्नु मोमो खान भनेपछि छोरोले आफै पिसेछन् सिलौटोमा। पिस उता लसुन गयो। मसिनो बनाउनु पर्छ है बाबु। पेस्ट मिक्सरमा पिसे चाहिँ सक्छौ? लसुन बरु सक्थ्यो होला, अदुवा सक्दिनौ क्या के। ल पेस्ट बनाऊ है राम्रोसँग मसिनो। ल अब मम्माले किमा मोल्न लाइन्। मोल पकाएर हेर्नु आधा यति खसिसक्यो चक्कुले गर्दा। यहाँ पेस्ट मैले बनाएको, यो पेस्ट मैले गाइस यस्तो मैले बनाएको पेस्ट। रारा वाला मसाला, चिकन मसाला। करेन्ट हो गयो। यो मम्माले करेन्ट हाल्दैछिन्। कहाँ यो करेन्ट हो बाबु? यो उ हो भर्खर करेन्ट भन्ने। त्यो त करेन्ट उ हो, मसला हो। यो के हो? यो मोमो मसला त अघिको। त्यो त करेन्ट हो नि। मम्माले मोमो मसाला हाल्दैछिन्। मोमो मसाला हो नि। मोमो मसला मोमो टेस्टमा गयो। पहाडै पनि हाल्यो। अब नुन गयो। अब हल्दी जान्छ कि जान्न खै। फेरि 2 चम्मच हल्दी गयो। हल्दी गयो 1 चम्मच। छिटो काम हुँदैछ फटाफट। सेफजीको अनुहार। आमा फेरि भाँडा माझ्दै। गाइस मम्माले अब किमा मोलेर भएन। अब किमा चाहिँ रेडी भयो। किमा हेर्नु अब राम्रोसँग हेर्नु। यसरी आमाले चाख्नको लागि बनाउँदै हुनुहुन्छ। आमाले यो किमा लिएर के। अब आमाले टमाटर काट्दै हुनुहुन्छ। काट्नु ल पकाउनलाई अब चटनी बनाउनु पर्यो हैन। काट्नु। टमाटर कतिवटा है कमेन्टमा भन्नु। टमाटर कतिवटा? आमाले काट्न स्टार्ट गर्नुभयो। आमाले यत्र काटिसक्नुभयो। यति छिटो काम गरिराख्नु भयो। त्यत्रो थियो अहिले यति भयो। आहा टमाटर बड़े मजेदार। वाह टमाटर बड़े मजेदार। आहा टमाटर बड़े मजेदार। वाह टमाटर बड़े मजेदार। आहा टमाटर बड़े मजेदार। वाह टमाटर बड़े मजेदार। रेड टमाटर छ। रेड ये पुरै हेर्नु कति राम्रो। रेड गलो पुरै गलो। आहा टमाटर बड़े मजेदार। वाह टमाटर बड़े मजेदार। ल काट्नु। अब मोमोको लागि अचार रेडी हुँदैछ। यसरी यहाँ पकाउँदैछु। अब यो मजाले पाक्छ र अनि यसलाई मिक्सरमा पिस्ने। अब चाहिँ मैले मैदा गुन्न जाँदैछु। मम्माले मैदा हालिन् हेर्नुहोस्। मम्माले मैदा गुन्न किरा हेरिरहेको। पहिलेको हो नि त, खोलेको वाला थियो मैदा। मेरो वर्तमानको मैदा हो।
बाँधेर राखेपछि केही पनि हुन्न बाँधेर राख्यो नि त प्याकेट मैदा ल यहाँ चटनीको लागि यो पनि पाकिसक्यो टमाटर पनि अनि यहाँ चाहिँ मैदा पनि गुनेर रेडी भइसक्यो अब चाहिँ हामी मोमो प्याकिङ गर्न जान्छौँ मैले चाहिँ मोमोको लागि बेल्दै हुनुहुन्छ अब मैले चाहिँ प्याकिङ गर्ने मम्मीले चाहिँ बेल्ने मम्मीको फेरि खुट्टा दुख्छ झुन्डाएर सक्दिनँ भनेर बसेर आनन्दले बेल्नुहुन्छ त चप्पल साइड लाउनु न त्यही आडा चप्पल राखेर हटाइदेऊ त ले चाहिँ मोमो प्याकिङ गर्न थाले तिमीले त सहयोग गर्छौ खासै त्यस्तो प्याकिङ गर्न त आउन्न हल्का फुल्का आफ्नो लागि काम चलाइन्छ हामीले फेरि प्राय यस्तो बाहिरको खान्न घरै बनाएर खाने हो त्यही नै आज अब लगभग 2 महिनामा खाना लायौँ किनकि बर्ड फ्लू आयो यताउति भन्दाखेरि खाना डर लाग्थ्यो बर्ड फ्लू लाग्यो पनि पसलमा सर्टेज छ भने आज बल्ल बल्ल त्यही नि पाइयो मासु नत्र त्यो नि पाइएको थिएन ठ्याक्कै 1 किलो रहेछ हामी जाँदा लास्टै अब यो पसलै बन्द गर्ने भन्दै थिएँ लटर पटर काम चला त्यही राख्नु न चप्के छैन के यस्तै पातलो ठिक हुन्छ ठिक छ मैदा मात्रै खाएर क्यार्नु त मोटो न मोटो घर बनाएपछि त पातलो पातलो गराएर खान मिठो हुन्छ एकजनाले बेल्दिने यस्तो हो फेरि यहाँ तल बसेर बेल्ने माथि बसेर प्याकिङ गर्ने छोरोलाई चाहिँ डल्ला बनाइदिने मेरो खुट्टा कुम्चाउन बाबा चाहिँ उहाँ कत्रो मोमो पाक्छ सुतेर बिन्दास तरिकाले सोफामा मोबाइल हेर्दै हुनुहुन्छ हामीले चाहिँ मोमो बनाउँदैछ मैले माथिबाट फेरि पाक्यो कि नाइ भन्दै आउँथ्यो क्यार्नी यस्तै छ हेर्नु भान्साले खानु त लास्टमा हो लास्टमा त्यही नि यति दुःख गरेर बना मिठो हुन्छ कि हुन्न त्यो पनि थाहा हुन्न नि यस्तो रेडी भइसकेको हेर्दै कस्तो मिठो होला जस्तो हो तर खाँदा कस्तो हो कुनै थाहा छैन हेर्दा चाहिँ मिठो होला जस्तो छ अब हाम्रो मोमो चाहिँ यहाँ रेडी भइसकेको छ म चाहिँ मोमो खान जाँदैछु ल मम्मी निकाल्नु न प्लेटमा हाल्नु के पाको ए पाक्यो 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 ल टक्क टक्क प्लेटमा हालौँ ल सबै हाल्दै गर्नु मैले चाहिँ यता यसमा हाल्न पर्यो भर्न पर्यो यसमा चाहिँ अझै डल्ला मोमो मल्ला डल्ला अब मोमो खान ल कस्तो हो मम्मी ल बाबा कस्तो हो ल छोरो खाऊ ल के हिजो खेल ल खाउनु कस्तो हो कस्तो मिठो ल